सो उहाँ चाहिँ मेरो भाउजू हो र भाउजूको चाहिँ फिजिक पहिला प्रेग्नेन्सी भन्दा अगाडि यस्तो थियो र भाउजूको चाहिँ 58 देखि 98 केजीसम्म 40 केजी पोस्टमार्टम वेट गेन भएको थियो र हामीले हाम्रो फ्याट लस जर्नी चाहिँ 82.9 केजीदेखि सुरु गरेको थियौँ र आज चाहिँ हाम्रो फ्याट लसको विक 8 र अहिलेको भाउजूको करेन्ट बडी वेट 77.4 केजी छ जुन चाहिँ हाम्रो डे 1 को बडी वेट हेरी 5.5 केजी लस हो। अब 2 महिनामा 5.5 केजी मात्रै लस जस्तो लाग्छ सुन्दाखेरि चाहिँ, तर 2 महिना अगाडिको भाउजूको भिडियो तपाईँले हेर्नु भयो भने चाहिँ हेर्न सक्नुहुन्छ कतिको डिफरेन्स छ। त्यो मैले तपाईँलाई विकली अपडेट देखाइरहेको छु नि त, त्यही भएर चेन्ज नदेखे जस्तो लाग्दो रहेछ। मै पनि छक्क परेको थिएँ यो भिडियो हेर्दाखेरि। यसको रिजन भनेको चाहिँ भाउजूले पहिला जिम गरेर छोडेको थियो नि त, तर फेरि ब्याक टु ट्रेनिङ आए पछाडि चाहिँ मसल मेमोरीले गरेर मसल पनि गेन सँगसँगै हाम्रो हुँदै थियो र फ्याट लस पनि हुँदै थियो। त्यही भएर वेट चाहिँ त्यस्तो खासै धेरै नघटे पनि भिजुअली चाहिँ धेरै डिफरेन्स आएको छ। र भाउजूको चाहिँ आज पुश वर्कआउट थियो, त्यही भएर चेस्टको लागि इन्क्लाइन डम्बल प्रेस, पेक डेक फ्लाई, शोल्डरको लागि शोल्डर प्रेस अनि ल्याटरल रेस एन्ड लास्टली ट्राइसेप्सको लागि ओभरहेड डम्बल एक्सटेन्सन र ट्राइसेप पुश डाउन्स। एन्ड यस द्याट्स इट। यो भन्दा तपाईँले धेरै गरेर राख्नु पर्दैन, आफ्नो ट्रेनिङलाई तपाईँले ओभर कम्प्लिकेट गरेर राख्नु पर्दैन। हरेक मसलको लागि 5-6 वटा एक्सर्साइज गर्नु भन्दा त्यसको बेसिक जोइन्ट एक्सनहरू पर्फर्म गर्ने हो हामीले। एन्ड सी इज करेन्टली फलोइङ पुश पुल लेग र अप्पर लोवर वाला स्प्लिट। वाट मेक्स दिस अ ग्रेट स्प्लिट इज द्याट तपाईँले हप्तामा 2 चोटि पनि ट्रेन गर्नुहुन्छ मसललाई अनि हप्तामा 2 दिन रेस्ट पनि गर्नुहुन्छ। सो हप्तामा 2 दिन रेस्ट गरेर हामीले सिएनएस फटिक पनि धेरै कज गर्न दिँदैनौँ र हरेक मसललाई हप्तामा एटलिस्ट 2 चोटि ट्रेन गरेर हामीले मसल एट्रोफीलाई प्रिभेन्ट पनि गर्छौँ। सो आजको लागि यति नै थियो। नेक्स्ट विकमा चाहिँ म भाउजूको करेन्ट क्यालोरिज इन्टेक, कति स्टेप्स गरिरहनु भएको छ, कार्डियोको लागि के गरिरहनु भएको छ, सबै कुराहरू भन्छु। सो तपाईँलाई पनि आफूलाई ट्रान्सफर्म गर्नु मन छ र तपाईँलाई गाइडेन्स चाहिएको छ भने चाहिँ मलाई तपाईँले व्हाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो सी यू अल इन विक 9।